यत्रो धेरै चाहिँ पीडित हुँदो रहेछ, यसले चाहिँ सम्पर्क गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ भनौँ न यहाँ आएर पनि अब आफैले देखेँ। यहाँ त धेरै मान्छे हुँदो रहेछ, यहाँ त थोरै सङ्ख्यामा हुनुहुन्छ होला। अब सरकारले हिसाबले ग्यारेन्टी गर्नु पर्ने कुरा हो होइन। अब तपाईँको सहकारीले चाहिँ तपाईँहरूको पैसा दिएर फाक्दैन थियो। यो एकदम पीडादायक अवस्था छ। धेरैले चाहिँ रिटायरमेन्टको लागि पैसा राख्नु भएको थियो होला, छोराछोरी पढाउनलाई राख्नु भएको थियो होला, सेभिङ्सको लागि राख्नु भएको थियो होला, सबै कुराको लागि राख्नु भएको थियो होला। धेरै दुःखले कमाएको पैसा। अब यसरी चाहिँ सरकार चाहिँ कुनै किसिमको चाहिँ जवाबदेही नभएपछि त्यतिखेर तपाईँहरू आन्दोलनमा आउनु, आक्रोश हुनु एकदम हुने नै कुरा हो। यो तपाईँहरूको पीडा देखेर चाहिँ मलाई पनि उत्तिकै नराम्रो लागेको छ। यसको लागि चाहिँ म मेरो तर्फबाट जे पहल गर्न सक्छु सबै गर्छु। तपाईँहरूको कुरा अब म आज यहाँ फर्स्ट टाइम आएको छु, तपाईँहरू सबैको कुरा सुन्छु। यसको निकास चाहिँ तपाईँहरूको एक हिसाबले मागपत्र त रेडी छ। गर्ने पर्ने जनताप्रति देश जवाबदेही भने जनता भनेको त पेरेन्ट्सहरू हामी जनताको सरकार जवाबदेही हुनैपर्छ। त्यो मैले एकदम मजाले बुझेको छु। यो गर्नै पर्ने कुरा हो, गरिन्छ। धन्यवाद। जेएनजीका संयोजक विलास तपाईँहरूको साथमा छौँ। सबै यहाँ चाहिँ अधिकांश जुन क्षेत्रमा जेएनजी युवाले चाहिँ आँट गर्छ, अबको चुनावको हाम्रोमा हुन्छ कि हुन्न? काम त हुनु पर्यो नि त। काम गर्नका लागि नेता चुन्यो, नेता मानेर फेरि ऊ त्यो गइसकेपछि दारा नन्द्रा निस्किएको भएपछि अनि जाने बित्तिकै खोजेको खोजै गरेर त पीडा हुन्छ नि त। त्यसैले फेरि हम्मर ल्याएर हुन्छ कि अलिक ठुलै चाहिँ नौगटर ल्याएर फेरि त्यो नौना काट्नु पर्ने हुन्छ कि हाल्छ। त्यो कारणले गर्दाखेरि हामीलाई चाहिएको न्याय हो। हजुरहरूको साथमा हामी छौँ र विज्ञहरूले एक दुई केही राख्नु